हेर्न सक्नुहुन्छ चङ्गा उडाको उता टक्कलाहरू दर्शक बिनहरू कस्तो मजा आइरहेको थियो। म त्यही हो मैले नि हेलो गाइज, सबैजनालाई गुड मर्निङ। के छ, सबैजना सन्चै हुनुहुन्छ होला? तपाईँहरूलाई मेरो छोटो मिनी भ्लगमा स्वागत छ, वेलकम। के छ, सबैजना सन्चै हुनुहुन्छ होला होइन? म चाहिँ बिहान बिहानै उठेर होइन छतमा आएर यसो भिडियो बनाउँदैछु होइन। अब एकछिनमा ड्युटी जानुपर्छ, लगभग 9:30 हुन आँटिसक्यो होइन। म 9 बजी चाहिँ उठेको थिएँ, अब 9:30 हुन आँटिसक्यो। अब चाहिँ ड्युटी जानुपर्छ भन्ने मेरो धारणा छ होइन। अब 10 बजी ड्युटी जानुपर्छ, अब एकछिनमा भिडियो सिडियो बनाएर जानुपर्छ ड्युटी होइन। अनि के छ त, सबैजना सन्चै हुनुहुन्छ होला होइन। अब यस्तै हो, अब म चाहिँ अहिले चाहिँ भन्नुपर्दा फाइनली यतातिर छु, इन्डियातिर छु होइन। होटल लाइनमा चाहिँ काम चलिरहेको छ हल्का हल्का होइन। अब धेरै त अब चलिरहेको छैन भनौँ न, हल्का हल्का चलिरहेको छ। अब यतातिर पनि अब के हेर्नु, काम गर्ने भएर क्या, जहाँ गएर गरे पनि काम गर्ने भएर दुःख म्यानेज भन्ने कुरा यस्तै हो होइन। दुःख नगरेसम्म सुख पाउँदैन होइन। अब के भने काम चाहिँ गर्नुपर्छ फाइनली है। अब काम नगरेसम्म त खाना पनि अब गाह्रो छ नि त, खाना लाउनु अलि पुग्दैन नि त होइन। अब नेपालमा अब थाहा पाउनु भयो होला रोजगारी कस्तो छ होइन। अब नेपालमा कस्ता राजनीति गर्ने नेताहरू होइन, त्यही भएर दुःख गर्न चाहिँ यहाँ आउनुपर्छ कि हामी होइन। अब यति नगर्नुसम्म पनि अब नहुने कि फेरि फाइनली है। अब दुःख गर्नु पर्यो अर्को ठाउँमा आएर होइन। नेपालमा पनि रोजगारी केही भेटेको भए नेपालमा गरिन्थ्यो होला फाइनली होइन। सबैसँग भेटघाट हुन्थ्यो होला गरिब फ्यामिलीसँग। अहिले यति टाढा 4-5 दिन लगाएर नेपालदेखि आउनु पर्थेन होला नि त होइन। म चाहिँ आएको पनि अहिले समथिङ 1.5 महिना हुन आँटिसक्यो। 1.5 महिना 1 महिना हुन लाग्यो भनौँ न। अब आज 9 तारिक भयो के होइन। भोलि 10 तारिक 11 तारिक 10 तारिकको ठ्याक्कै 1 महिना पुग्छ। 11 तारिकमा ड्युटी जोइन गऱ्यो होइन। अब नेपालमा चाहिँ रोजगारी भन्ने केही छैन, यस्तै हो। अब दुःख गर्नै पर्ने जता पनि होइन। हुन्छ यतै भन्दै अब म पनि ड्युटी पनि जानुपर्छ होइन। अब सबैजना सन्चै हुनुहुन्छ होला? म चाहिँ किरण है। अब म चाहिँ फाइनली भिडियो बनाउन माथि छततिर गइसकेँ भनौँ न होइन। टक्लाएर भिडियो बनाउन हिँडिरहेको छु होइन। म चाहिँ अब म चाहिँ छतमा टक्लाएर हिँडिरहेको भन्न पर्दाखेरि फुल अखेर चाहिँ यता पारि छ होइन। टक्लाएर हेर्न सक्नुहुन्छ। ओ बापरे, किसले चङ्गा उडाइरहेको त्यहाँ पारि हेर्न सक्नुहुन्छ होइन। म चाहिँ टक्लाएर आइसकेँ माथि छतमा। अब छतमा त्यस्तो राम्रो भ्यू त छैन होइन। मभन्दा पछाडि देख्न सक्नु भने पुरा भ्यूहरू छ झन् त। अब खासै राम्रो छैन नि त, गाउँघर जस्तो नि त होइन नि त होइन। अब गाउँघरमा धेरै राम्रो भ्यू हुन्छ, त्यस्तो त हुँदैन नि त होइन सहरतिर। कसले चङ्गा चाहिँ उडाइरहेको साथीहरू हेर्न सक्नुहुन्छ ओ पारि होइन। कसले चङ्गा उडाइरहेको त्यहाँ पारि। अब उता ड्युटीदेखि आएर अब ड्रेस चाहिँ नफेरिकन भिडियो बनाउन आएको छु होइन। ड्रेस पनि त्यति फेरेको छैन। हाम्रो तोर्पे आइरहेको छु त हेर न, हाम्रो सन्तोष हो के सुर्ती। म त्यही त हो कि मैले नि ए नदेखाऊ हो। त्यहाँ कहाँ देखाएको छु के डिलिट गर्ने? हेर न चङ्गा उडाइरहेको पारिकोले हेर्न सक्नुहुन्छ। चङ्गा उडाको उता टक्कलाएर दर्शक बिनहरू हेर्न सक्नुहुन्छ। चङ्गा उडाको उता टक्कलाएर दर्शक बिनहरू कस्तो मजा भइरह। हात पाटिरह त अनि पाटिन्छ अरे अनि मुजा ए बौला भनेर चिन्न सक्नुहुन्छ तपाईँहरूले फेरि होइन। है त्यहाँ पनि उडाइरहेको चङ्गा ऊ बाहिर। ए अरू के भन्नु त, अरू के छ? सबैजना सन्चै हुनुहुन्छ ल? युट्युब च्यानल भनिसक्यो। अब के भन्नु त, अब यहाँको देख्नु सक्नुहुन्छ दृश्य यस्तो छ। यहाँभन्दा मुनिबाई हेर्नु सक्नुहुन्छ होइन। दृश्य यस्तो छ मतलब के, अब गाडी घोडाहरू धेरै भएको नि त होइन। अब हेर्नु सक्नुहुन्छ यस्तो छ। भन्दा पछाडि देखिसक्नु भयो होला होइन। अब यता फेरि हाम्रो सन्तोष ब्रो होइन। अनि यतातिर चाहिँ दृश्य छ नि त मजाले हाम्रो, यो हेर्न सक्नुहुन्छ। अब यहाँभरिमा म तपाईँहरूलाई के देखाउन सक्छु त भन्दाखेरि अब हामीभन्दा पछाडि भएको यता पछाडि छ या पहिला अब कट गर त, कट हान त, कट गर त्यहाँ। अब कट गर त, कट हान त, कट गर। अनि अब
भिडियो त त्यस्तो राम्रो पनि हुन्न होला तर राम्रो भएपछि यसो सल्लाह सुझाव दिनु होला कसरी बनाउनुपर्छ म चाहिँ अब फर्स्टचोटि मिनी भ्लग बनाउँदैछु होइन मेरो घर चाहिँ फाइनली नेपालको सुर्खेत भन्ने ठाउँमा पर्छ अनि मेरो एकजना साथी छ यो पनि सुर्खेतै हो यो साथी पनि है यो साथी पनि सुर्खेततिरकै हो म पनि अब सुर्खेततिरकै अनि हाम्रो चाहिँ अब यस्तो यहाँ सबै आएर कामसाम गर्ने यताउता होटलमा होइन अब यस्तो चलिरहेको छ हामी चाहिँ अब आएको पनि म आएको त अब धेरै नै 1.5 महिना त्यो हुन लाग्यो 1 महिना त पुगिसक्यो होइन ऊ साथी चाहिँ आएको लगभग 8-10 महिना वर्ष दिन पुग्न लागिसक्यो होइन अब आज चाहिँ फेरि यसो भ्लग बनाऊँ भनेर माथि छततिर आएको छु फाइनली है अब यस्तै हो अब काम चाहिँ गर्नुपर्ने यताउता होइन यस्तै हो अब काम नगर्छन् खाना पनि अब गाह्रै छ होइन लाउनु पनि गाह्रै छ अब नेपालमा रोजगारी भन्ने कुरा केही पनि छैन त्यसैले यहाँ यता परदेश त आउनै पर्ने बाध्यता छ होइन हाम्रो नेपालीहरू सबै दाजुभाइ दिदीबहिनीहरू होइन कोले हेर्दै हुनुहुन्छ अब भन्नुहोस् तपाईँहरू पनि इन्डिया होइन अब त्यो विदेशतिर गएर पनि दुःख गर्नुहुन्छ इन्डिया जहाँ भयो नि दुःख गर्नै पर्ने कि नेपालमा जस्तो त अब हुँदैन नि त फाइनली होइन अर्का ठाउँमा अब त्यही पनि अब आफ्नो देश छोडेर यसमा कता कता आउनुपर्छ होइन अब यो अब दुःख चाहिँ गर्नैपर्छ है दाजुभाइ दिदीबहिनीहरू जहाँदेखि हेर्दै हुनुहुन्छ साथ सपोर्ट दिनु होला भन्न चाहन्छु अब तपाईँहरूको माया ममता साथ सपोर्टले अगाडि बढ्न सक्छु कि जस्तो मेरो धारणा छ होइन साथ सपोर्ट दिनु होला अब यही हो सेयर गरिदिनु होला भिडियोहरू होइन लाइकहरू हानिदिनु होला अब सब्सक्राइबहरू गरिदिनु होला अब हजुरहरू टिकटकमा भेट्नु भने फलो गरिदिनु होला फेसबुकमा भेट्नु भने फलो गरिदिनु होला होइन अब यसमा के पुगेको रहेको छैन अब यसमा चाहिँ सुझाव सल्लाहको लागि कमेन्ट छोडिदिनु होला है कस्तो लाग्छ प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला होइन यो भिडियोमा यो चाहिँ मेरो फर्स्टको मिनी भ्लग हो है अब सुरुदेखि स्टार्टिङ हो अब योभन्दा पहिला चाहिँ थिएन बनाएको होइन नयाँ च्यानल हो नयाँ भ्लग हो कस्तो आएको छ कस्तो भएको छ यसको लागि सुझाव सल्लाह कमेन्ट गरिदिनु होला सुझाव सल्लाहको लागि म छोटो मिठो भ्लग लिएर चाहिँ आएको अब तपाईँहरूले सल्लाह सुझाव के दिनुहुन्छ त्यही अनुसार म चाहिँ नयाँ नयाँ ठाउँमा गएर यताउता होइन गएर हजुरहरूलाई देखाउने छु र भन्ने पनि छु त्यही हो आजको यो भ्लगलाई चाहिँ यहीँनिर इन्ड गरिदिउँ जस्तो लाग्छ मलाई यो आजको लागि चाहिँ भिडियो यति नै हुनसक्छ होइन अब अरू नेक्स्ट डेको लागि अर्को भिडियो ल्याउने नै छु अहिले टाटा बाई बाई।